आज कति दिन भयो सरकार बनेको? 60 दिन पुग्न लाग्यो। जेन्जी साथीहरू खोइ उपलब्धि, जेन्जी पुस्ताहरू शहीदको सपना पुरा गर्नु पर्दैन, घाइतेहरूको पीडा छ उनीहरूको मागलाई सम्बोधन गर्नु पर्दैन। म सुशीला कार्कीलाई भन्न चाहन्छु, तपाईको कार्यकालमा 10 जना मान्छेलाई जेलमा थुन्नुस् ल, भ्रष्टाचारीहरूलाई ल थुन्नुस्। तपाईलाई साथ दिन हामी तयार छौँ। पहिलो एजेन्डा भनेको देशको निकास सङ्कटको समाधान भनेको के भन्दाखेरि भ्रष्टाचारीलाई कारबाही। पहिलो एजेन्डा, देशको आजको एजेन्डा। हाम्रो देशमा अकुश सम्पत्ति थोपार्ने नेताहरू को छन्? छानबिन गर्ने, उच्च स्तरीय न्यायिक समिति जाँच समिति गठन गर्ने र कसको सम्पत्ति कति छ, यदि अकुश सम्पत्ति कमाएका छन् भने त्यसलाई राष्ट्रियकरण गर्ने। मलाई त पीडा लाग्छ, मेरो त मन कहिलेकाहीँ त भावियोर हुन्छ। म यत्रा युवाहरू शहीद भए, ती शहीदको परिवारलाई म प्रत्येक दिन भेट्छु, रोइरहनु भएको छ, कसैले बोल्दैन। जेएनजी आन्दोलन दमन गर्नेहरूलाई अब कारबाही गर्ने। जेएनजी आन्दोलनको भावनालाई हामीले आज सम्बोधन गर्नु पर्दैन। प्रत्यक्ष निर्वाचित कार्यकारी देशलाई चाहिएको छ भने बस गर्ने, जेएनजी पुस्ता एक हुने, चुनावमा जाने, चुनाव जितेर आउने, 2 तिहाई ल्याउने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने, फेरि चुनाव गर्ने। नेपालका जेएनजीहरू कति शक्तिशाली छन् भन्ने कुरा 27 गतेमा सरकार ढलेको छ। संसद आज पुनर्स्थापना गर्ने, 1 दिनको लागि, 2 दिनको लागि, 3 दिनको लागि। तर पुरानै अनुहार नेता हेर्न जनता तयार छैनन्, के गर्ने? तर संसद पुनर्स्थापनाले देशले निकास पाउँदैन है। सबै जेएनजी एक हुनुहोस् त ल, छाती एकदम फराकिलो बनाएर, हृदय फराकिलो बनाएर आउनुहोस् न। अब तपाईँले गरेको आन्दोलनको उपलब्धिलाई रक्षा गर्ने हो भने पहिला जेएनजी एक हुनुहोस्, जनतामा जाने हो। जनताले मन पराएको मान्छेले चुनाव जितेर आउँछ र जनतामा गएर जनताको मन जितेर चुनाव जितेर आएर देशको नेतृत्व गर्ने हो।